जस्तो कृष्ण सर, यो ज्योतिष शास्त्र त भास्ट छ नि त। यसलाई वेदको आँखा पनि भनिन्छ। त्यसका ती 12 घर, अब फेरि 12 घर भनेको लग्न कुण्डलीको मात्रै भएर भएन। डिभिजनल चार्ट्स पनि छन्। 27 नक्षत्र अझ एउटा थप्यो भने अभिजित नक्षत्र थप्दा 28 पनि हुन्छ। त्यसलाई हामी इन्क्लुड नगरौँ। साथमा 12 राशि, 9 ग्रह, होइन? यिनका कुरा गरेर नेपाली उखान छ नि, 12-27 कुरा नगर भनेको, होइन? 12 राशि र 27 नक्षत्र कुरा गरेर सकिँदैन। त्यो सम्भव छैन। तर पनि हामीले विषयलाई अलिकति सटिक बनाउने हो भने केही ग्रहको विषयमा गएर बोल्दा अलि उचित होला। त्यसैले आजको छलफल विषय के गरौँ भने सबैभन्दा चर्चा गरिने राहु र कम चर्चा गरिने केतु। केतुको कम चर्चा नै हुने गर्छ, किन केतुको आफ्नै दिमाग पनि छैन, शिर पनि छैन, होइन? र बढी ज्योतिषीहरूले तर्साउने मानिसलाई भनेको चाहिँ राहुद्वारा, होइन? राहुले यस्तो गर्छ उस्तो गर्छ भन्छ। यो राहु केतुलाई चाहिँ हामी बुझौँ। र पहिला राहु के हो यो बुझौँ न त। यसरी बुझ्नु पर्यो। अब सबै कुरा जति आइराखेका छन्, अब त्यो सबैले आफ्नो आफ्नो हिसाबको विश्लेषण पनि हुने भयो। तर हामी धेरैभन्दा पनि सरफेसमा अरूले के भन्छ, होइन? अब कागले कान लाग्यो भन्दा कागको पछि दौडी जस्तो चाहिँ भइराखेको छ। सबै एङ्गलमा राहु नराम्रो भन्ने चाहिँ हुँदैन। अब हामीले पनि सानैदेखि सुन्दै आएको चाहिँ राहुले शनिले चाहिँ खराबै गरेर सक्छ, मान्छेलाई सिध्याएरै छोड्छ भन्ने हो, होइन? अब त्यसको भित्र पनि सधैँ ग्रहको फल हुँदैन। त्यसको महादशा चलेको बेला हुने खाले फलहरू, अन्तर्दशा चलेको बेला हुने फलहरूमा अलिकति पृथकता हुन्छ। अब पहिला राहु नै ठ्याक्कै के हो त भन्दाखेरि अब यसलाई चाहिँ अरू ग्रहको पनि ठ्याक्कै सिनारियो बुझ्दाखेरि अब यो ब्रह्माण्ड केले बन्यो भन्दा पञ्चतत्त्वले बन्यो नि त। त्यही पञ्चतत्त्वले हाम्रो शरीर पनि बन्यो। अनि 9 ग्रहमध्ये 2टा ग्रह चाहिँ हामी ताराको रूपमा लिने भयो ज्योतिषले, सूर्य र चन्द्रमालाई। अरू 5वटा ग्रहहरू जहाँदेखि मङ्गल, बृहस्पति, बुध, शुक्र, शनि, यो 5वटालाई पञ्चतत्त्वको एक-एकवटाको यिनीहरू मालिक भए, होइन? अब राहु र केतुलाई चाहिँ छायाकारक ग्रहको रूपमा लिइन्छ। भनेपछि अब ठ्याक्कै राहु चाहिँ एउटा छाया ग्रह नै हो। तर अब भूमिका कहाँ त भन्दा शक्तिको केन्द्र भनेको चाहिँ सूर्य चन्द्र नै भयो। किनभने 12 राशि पनि 6-6वटा सूर्य र चन्द्रका, पछि त्यसको स्वामिता अरूलाई एउटा एउटा विभाजन न भएको हो। अनि त्यो स्रोत आउने 5वटा ग्रहहरूमा, त्यो 5वटा ग्रहहरूको माध्यमबाट चाहिँ हामीमा त्यसको इनर्जी आउने। अब त्यो इनर्जीलाई कसरी म्यानिपुलेट गर्ने भन्ने भूमिका चाहिँ अब राहु र केतुमा हुने भयो। अच्छा, होइन? अब एकछिन अहिले हेरिराख्नु भएको छ, घाम लागिरहेको छ, गर्मी भइरहेको छ, ठ्याक्कै बादल लगाइदियो, छाया पऱ्यो भने त हामीलाई शीतलताको महसुस त गर्छौँ। इभन त घामको लागि नै राखेको छ नि त, घाम हराएको त होइन, होइन? सर्टेन ठाउँमा एउटा भूमिका चाहिँ उसले त्यसलाई म्यानिपुलेट गर्छ। राहुको भूमिकाको हिसाबमा हामीले हेर्ने हो भने अब राहुको उत्पत्ति पनि अरू ग्रह कतिपय जस्तै शुक्र ग्रह यिनीहरू बन्नु, बुध ग्रह बन्नुभन्दा त पहिले नै हो नि त। भगवानहरूको उत्पत्तिसँगै सिंहिकाको गर्भबाट राहुको जन्म भयो भनेको छ, होइन? अनि राहु चाहिँ अलिकति धूर्त एउटा हिसाबले, त्यो हिसाबले नै हेर्नु पर्यो। जस्तै राहु ड्रिभन मान्छे छ भने त्यो एकदमै धूर्त, होइन? जस्तोसुकै आफ्नो स्वार्थको लागि चाहिँ जोसुकैसँग भिड्न लड्न सक्ने, होइन? अरूको प्रभाव अरूको चाहिँ के हुन्छ भन्ने कुरा उसले मतलब गर्दैन। ऊ स्वार्थी हुन्छ। राहु ड्रिभन मान्छे चाहिँ स्वार्थी हुन्छ भन्दा भयो। एकदमै स्वार्थी हुन्छ। उसले अरूको विषयमा त्यो आफ्नो शुभत्व भावमा बस्यो या शुभ राशिसँग बस्यो, उसको अनुकूल राशिसँग बस्यो, अथवा अनुकूल राशिको त्यो सङ्ख्या हुन्छ नि जुन हाम्रो ग्रहसँग बस्यो भने पनि त्यस्तो गर्छ त्यसले। यस्तो हुने भयो। अब राहुलाई चाहिँ जसरी नकारात्मक मात्रै भनियो अघि कुरा पनि, तर त्यस्तो होइन। यदि राहुले जतिको पोजिटिभली दिने भयो भने त अरू ग्रहको उसँग कम्पेयरै हुँदैन। ऊ एकदमै सडन रूपमा तुरुन्तै दिँदा पनि त त्यसले त फेरि भौतिक कुरा दिने भयो नि। भौतिक दिने, आध्यात्मिक दिन्छ भनिन्छ राहुले भन्न चाहिँ, होइन? यस्तो हो, यो ठ्याक्कै हामीले अलग अलग गरेर ग्रहलाई यसले यति मात्रै दिन्छ, यसले यति मात्रै दिन्छ भन्ने कुरा चाहिँ हुँदैन। किनभने एउटै उदाहरण चाहिँ शुक्र र बृहस्पति त शत्रु हुन्, तर अब शुक्र कहाँ गएर उचाउने?
मीन राशिमा मेन राशि त गुरुको हो नि त हो हो होइन। त्यो एक अर्कामा कोअर्डिनेट छन्। जसरी यो 5वटा तत्त्व संरचना नभइकन हाम्रो शरीर पनि बन्दैन, संसार पनि बन्दैन। यो उनीहरूको व्यवहारिक हिसाब होला त्यहाँनिर, त्यसले गर्दा अलिकति फरक रूपमा विश्लेषण गर्ने हो। तर एक अर्कासँग अन्तर सम्बन्धित चाहिँ हुन्छ, एउटा बिना अर्को पूर्ण छैन। अब राहुले नै चाहिँ हजुरलाई मेनिपुलेट गर्ने एउटा मेन भयो, तर उसले चाहिँ सडन वेल्थको कुरामा हरेक कुरा पनि तुरुन्तै हुने कुरा है। अब यो चाहिँ पोजिटिभ चाहिँ हुन पर्यो। फेरि यदि खराब छ भने त्यसले चाहिँ अब बिगार्छ त्यति बेला चाहिँ। तर अब सकारात्मक छ पोजिसन। अब यसको पनि राहुलाई विशेष गरी चाहिँ अब सकारात्मक हुने अवस्था भनेको मेषको राहु, वृषको राहु होइन, कर्कटको राहु, सिंहको राहु, कन्यामा पनि, त्यस गरी धनु र मीनको यो राहुलाई चाहिँ शुभ राहु मानिन्छ। त्यस्तो अवस्थामा चाहिँ यी राशिहरूमा बस्दा चाहिँ त्यो राहुले राम्रो फल दिन्छ, एकदमै राम्रो फल दिन्छ। मानौ यी शुभ तपाईँले भन्नुभएका अङ्कमा राहु बसेका छन्, त्यो लग्नमा परेको छ त्यो अङ्क भने अब त्यो लग्नको राहुले कस्तो फल देला व्यक्तिलाई? होइन, अब लग्नमै चाहिँ अलिकति थोरै भिन्न हिसाबले हेर्नुपर्छ। त्यो लग्नेशको अवस्था के छ त? अब लग्नेश चाहिँ पीडित भएको छ भने राहु एक्लैले राम्रो पनि गर्दैन, त्यति बेला अलिक कमै हुने भयो होइन। अब लग्नेश पनि बलवान छ, ऊ पनि शुभ हिसाबले बसेको छ भनेदेखि चाहिँ अब त्यसमा चाहिँ राहुले बुस्ट गर्ने भयो क्या, यहाँबाट धेरै छिटो जाने भयो। त्यसले चाहिँ आफ्नो ग्रोथको लेभल जुनमा गइरहेछ त्योभन्दा धेरै स्पिडमा उसले लान मद्दत गर्छ। तर ठ्याक्कै आफैले मात्रै चाहिँ उसले अलिकति दिन सक्दैन, कतिपय कुरामा थोरै। अब जस्तै राहुले चाहिँ धन सम्पत्ति दिने अवस्थामा राहु छ, अब धनभाव नै बिग्रिएको छ भनेपछि उसले दिने पो बस्ने त भएन नि त, यसै खेर जाने भयो, त्यसको पनि केही औचित्य भएन। अब थोरै अलिकति डिपेन्ड चाहिँ हुन्छ यिनीहरू। तर मुख्य गरी बुझ्नुपर्दा अहिले कलियुगको सन्दर्भमा चाहिँ राहु एकदमै राम्रो ग्रह हो। यसलाई तुरुन्तै ट्रिट गर्न पनि सजिलो। हामीलाई त अहिले सडन चाहिएको छ नि त, तुरुन्तै। हाम्रो जिन्दगी नै छोटो छ, चाँडो चाहिने केसमा चाहिँ राहुलाई हामीले जसरी बुझाएको छौँ यो त्यति नेगेटिभ होइन होइन। मान्छेले बुझाइको कमी अथवा कतिपयले आफ्नो हिसाबले व्याख्या गरेको त पाइन्छ, तर पनि त्यस्तो नकारात्मक विभिन्न ग्रहको कम्बिनेसनलाई हेर्नु पर्यो। त्यसरी हेर्दाखेरि चाहिँ त्यसले कस्तो फल दिन्छ, फेरि यसकोसँग चाहिँ यसले युति सम्बन्ध राखेको छ नि हेर्नु पर्ला। त्यसले पनि त फेरि राहु त जहाँ बस्यो, जुन ग्रहसँग युति सम्बन्धमा बस्यो त्यसैको फललाई चाहिँ अझ बढाउने एम्प्लिफाई गर्छ भनिन्छ नि होइन। दुइटै बढाउन पनि सक्ने भयो, घटाउन पनि सक्ने भयो। घटाउन पनि सक्ने। अच्छा, कुन स्थितिमा बढाउने भयो र कुन स्थितिमा घटाउने भयो? होइन, बढाउने भनेको त ऊ आफू शुभ हुनु पर्यो पहिले बसेका होइन। ऊ अघि नै मैले बताइसकेँ 5-6वटा राशिमा चाहिँ शुभ फल दिने भयो। अर्को कुरो जस्तै अलिकति त्रिकोणमा केन्द्रमा बसेको अवस्थामा, अब केन्द्रमै बस्दा पनि सप्तमको राहु अब त्यति राम्रो मानिएन होइन। अब यस्तो व्यक्तिहरूको चाहिँ अलिकति त्यो पार्टनरसँग कहिले पनि मिल्दैन सप्तमको राहुले। अनि अझ के भने सप्तमको राहु त पूर्वजन्ममा सप्तमको राहु छ, त्यो पनि खराब छ, नीच छ भने त्यो मान्छेको पूर्वजन्ममा त हत्या नै भएर मरेको भन्ने चाहिँ हाम्रो ग्रन्थमा पाइन्छ कि। अब यसलाई यो अलिकति सप्तम भाव भन्ने बित्तिकै हामीले यसलाई किन अलिक विशेष जोड दिनुपर्छ भने यो चाहिँ पार्टनरसिप बिजनेसको पनि भाव हो र विशेष गरी श्रीमान श्रीमतीको आफ्नो स्पाउसको पनि भाव हो, विवाहको भाव पनि हो भनौँ न होइन। र कता कता त्यसले सन्तानलाई पनि असर गर्छ भनिन्छ, सन्तान पैदामा पनि हो। यो सप्तम भावमा राहु अहिले तपाईँले भन्नुभएको शुभ राशिमा उसको अनुकूल राशि भनौँ, राहुको अनुकूल राशिहरू जो छन् तिनमा बस्दा होस् अथवा उसका प्रतिकूल राशिहरू तिनमा बस्दा उस्तै फल आउँछ कि फरक आउँछ त्यसमा चाहिँ? यस्तो हो नि, राहुको चाहिँ अब पार्टनरसिपकै कुरा गर्दाखेरि कि चाहिँ आफू नै लिड गरेर अगाडि बढ्न सक्नु पर्यो व्यापार व्यवसायमा। अरूको मुनि मात्रै बसेर छ भने त्यो टिक्दैन। उसले बराबरीको लेभल पनि उसले चाहँदैन कि ऊ त्यहाँ बसिसकेपछि ऊ लिड गरेर जानु पर्यो। अब आफ्नो लाइफ पार्टनरको विषयमा चाहिँ यसले कस्तो हुन्छ भने जस्तै लभ अफेयर छ भनेदेखि त्यति बेला सम्बन्ध भयो। अब आफ्टर म्यारिजको केसमा चाहिँ यसले बिस्तारै सम्बन्ध बिगार्दैन, बिस्तारै अलिअलि सामान्य झैझगडा हुने भन्ने विषय हो। त्यो विवाहपछि चाहिँ क्रमशः यसको कम हुन्छ। फेरि त्यो यो विच्छेदकारी ग्रह होइन, त्यसो भए डिभोर्स गराउने ग्रह होइन। राहुलाई 100% विच्छेदकारी भन्न मिल्दैन, 50-50 को। डिभोर्सलाई विभिन्न कम्बिनेसन भन्नुपर्छ कुण्डलीमा। तर राहु चाहिँ त्यहाँ बस्दै गर्दाखेरि
जुन जातकको या जातिकाको सप्तम भावमा राहु छ त्यस्तो राहुले चाहिँ फेरि एक्स्ट्रा म्यारिटल अफेयर्सहरू दिने श्रीमान श्रीमती बाहेक पनि बाहिर चाहिँ सम्बन्ध राख्ने कुरालाई पनि जोड दिन्छ भनिन्छ नि कतिको सत्य हो त्यो मात्रै छैन अब जस्तै मङ्गल हेर्न पर्यो शुक्र कस्तो छ होइन यो दुईटाको चाहिँ नि अब अलिकति नकारात्मक इनर्जी बढी बुस्ट गरिरहेछ जस्तै मङ्गलले पनि त्यही अनुसारले खराबी छ तर एकदमै अलिकति बलवान अवस्थामा बसेको छ होइन उसले चाहिँ खराब फल दिने अवस्थामा बसेको छ जस्तै लग्नमै मङ्गल छ भने अनि त्यहाँदेखि अब शुक्र पनि त्यत्तिकै छ मान्छेले अब उच्चको शुक्र भइदियो भनेदेखि अब त्यति बेला चाहिँ मान्छेको अलिकति इनर्जी बढी हुन्छ अनि राहुले खेल्ने ठाउँ पाउँछ कि त्यति अच्छा अच्छा त्यो बेला चाहिँ हो अब अरू उनीहरूको शुक्रको पनि बल छैन मङ्गलको पनि बल छैन चन्द्रमा पनि कमजोरै छ भनेदेखि उसले चाहिँ त्यो एक्स्ट्रा म्यारिटल अफेयर एक्लै राहुले गराउन सक्दैन अच्छा होला मान्छेको मन गणन्ते सपना देख्ला त्यो मात्रै व्यावहारिक एप्लाई हुँदैन त्यो मेनिफेस्टेड चाहिँ हुँदैन जस्तो त्यही शुक्र र राहुको युति भयो भने चाहिँ अलिकति अप्ठ्यारो हुन्छ होइन सम्बन्धमा त्यति बेला शुक्र र राहुको युति छ सप्तमै छ भने चाहिँ 100% यसमा चाहिँ कोही शङ्कै छैन उसको हुन्छ अनि मङ्गल राहुले पनि खराब गर्ने छ मङ्गल राहुले मङ्गल शुक्रले पनि खराब गर्ने मङ्गल शुक्र पनि मङ्गल शुक्रले पनि दृष्टि सम्बन्ध भयो भने चाहिँ कस्तो हुन्छ त्यस यी ग्रहहरूको जस्तो सप्तममा राहु छ त्यो राहुमाथि चाहिँ मङ्गलको अथवा शुक्रको दृष्टि पर्यो भने चाहिँ त्यो अवस्थामा चाहिँ दृष्टि सम्बन्धले के गर्छ त्यस्तै जुन युति सम्बन्ध जस्तै फल दिन्छ कि फरक दिन्छ अलिकति फरक हुन्छ दृष्टि सम्बन्धको त जस्तै यसमा चाहिँ कस्तो हुने भयो भनेदेखि उनीहरूको अवस्था कस्तो छ अब दृष्टि त दिइरहेछन् अब एकदमै कमजोर भएर दिइराखेका छन् कि अब हामीले पनि कस्तो छ भने बाटामा एउटा जोगी आयो उसले हामी 100 चोटि करायो भने फुर्सद छ भने जाने भयो होइन ल अब यहाँ चाहिँ देशको प्रधानमन्त्री आएर बाहिर बोलाइरहेछ भने त तपाईँ दौडेर जानुहुन्छ ओहो होइन ऊ कति बलवान हिसाबले हेरिरहेछ तपाईँ त्यो पनि भयो होइन ठ्याक्कै त्यही हो अरू बेला चाहिँ अब त्यसलाई बुस्ट गर्ने कि घटाउने अथवा सामान्य रूपमा लिने यो कराउँदै गर्छ नि अब एकछिनमा जान्छ भन्ने जस्तो पनि हुनसक्छ कि अब भावको दृष्टिकोणले हेरौँ न राहु जस्तो कुन भावमा रहँदा यसले राम्रो फल दिन्छ र कुन भावमा रह्यो भने चाहिँ यसले अलिकति नकारात्मक असर पार्दछ यस्तो छ राहु त पञ्चमकै राहु पनि त्यति शुभ चाहिँ मानिन्न मुख्य गरी राहु चाहिँ कुन राशिमा बसेको छ भने मेषमा वृषमा कर्कटमा सिंह कन्या अब धनु र मीनमा योमा छ कि छैन पहिलो हेर्नु पर्यो त्यो चाहिँ अर्को सप्तमको राहु अघि पनि कुरा गरियो त्यति शुभ मानिएन अब पञ्चमको राहुले चाहिँ के गर्ने भयो भने लभ अफेयरमा चाहिँ मान्छेको एकदमै डिस्टर्ब ल्याउने झै झगडा निम्त्याइदिने टुटाइदिने लभमा चाहिँ होइन अनि त्यो गर्ने भयो अब जस्तै चौथोमा पनि राहु छ आफ्नो अनुकूल राशिमा बसेको छ भने एउटा सडन टाइम मान्छे डाउनफलमा जान्छ चतुर्थ भावमा बस्यो भने सडन टाइम चाहिँ डाउनफलमा जान्छ जब अब त्यो फेरि ग्रो गर्न थाल्यो भने उसले त्यो सबै रिकभर गरेर माथि आउने भयो जस्तै अब एकादशको राहुले पनि राम्रो फल दिन्छ अनि लग्नकै पनि राहु राम्रो छ भने ठिक छ तर मान्छे एकदमै बढी योजना बनाउने त्यो अनुसार कहिलेकाहीँ अरू ग्रहले सपोर्ट नगरेर इम्प्लिमेन्टेसन गर्न सकेन भने मान्छे हरेक हिसाबले क्र्याक हुने कन्डिसन चाहिँ बन्छ क्या उसलाई राहुलाई चाहिँ एउटै एङ्गलबाट चाहिँ बुझ्नु भएन कि यो शुभै हुन्छ अथवा चाहिँ अशुभै हुन्छ भन्ने एङ्गलबाट बुझ्नु त्यो एकादश भावको राहुलाई सबैभन्दा राम्रो मानिन्छ क्या जस्तो लाग्छ मलाई होइन 11औं भावमा लाभ भावमा त्यो उपचय भाव पनि भयो नि त बिस्तारै वृद्धि हुँदै जाने अब त्यो राहुले त्यहाँ फल दिन्छ फेरि त्यसकै ठ्याक्क विपरीत बसेर पञ्चम बसेर केतुले त फेरि प्रेम सम्बन्धमा दुःख दिन्छ टुटाउँछ भन्ने पनि भनिन्छ अब त्यो यता प्रेम सुख नपाएपछि अरू पाएको के आनन्द होला त फेरि होइन यसरी बुझौँ अब त्यसो भएदेखि यो राहु र केतुलाई अब सँगै जोडेर कुरा गरौँ कि अब एकादशमा राहु हुने बित्तिकै एउटा एङ्गलबाट राम्रो भयो अब यता केतु पञ्चममा छ एउटा मान्छे त्यति बेला यस्तो पञ्चम केतु भएको मान्छेको ठ्याक्कै लभ अफेयरै हुन्छ भन्ने नै हुँदैन हेर्नुहोस् फेरि त्यहाँ भएपछि मान्छे चाहिँ प्रेम सम्बन्धमा क्षणिक आकर्षण होला होइन मान्छे म कसैलाई कोही मन पर्ला म यसलाई प्रस्ताव गर्छु भनेर आफूले सोध्छ तानाबाना मिलाउँछ त्यति बेला अर्काले टिपेर हिँडिसकेको हुन्छ एउटा चाहिँ अर्को कुरा के भयो भने यहाँ चाहिँ सबैभन्दा नराम्रो पक्ष भनेको सन्तान पक्षमा हानि गर्छ त्यसले केतुले पञ्चममा केतु अब तृतीयमा शनि बस्यो अथवा कतैबाट शनिको नै दृष्टि पर्यो
शनिको सप्तम दृष्टि चाहिँ होइन, तेस्रो दृष्टि र 10औं दृष्टि त्यहाँ पनि पर्यो भने त्यो मान्छेको सन्तान प्राप्तिमा चाहिँ एकदमै कठिनाइ हुन्छ। अच्छा। कतिपय केसमा त हुँदैन भन्दा पनि हुन्छ। त्यहाँनिर खराबी गऱ्यो। अब राम्रो चाहिँ के गर्यो केतुले पञ्चममा बसेर? पञ्चमको केतुले खासै के राम्रो गर्दैन। त्यही एकादशको राहुको अब आम्दानी हुने भयो, छोडेन। मन्त्र साधनामा अलि फाइदा गर्छ भन्छ नि पञ्चमको केतुले? केतु त्यही त्रिकोण र केन्द्रको हिसाबमा भनिया हो, तर ठ्याक्कै पञ्चमको केतुले नै मन्त्र साधना भन्दा पनि केतु त अष्टमको केतु होइन, त्यसले त अलिक बढी राम्रै गर्ने, धेरै नै राम्रो गर्ने साधनाको दृष्टिकोणले गर्दा भन्नु होइन? साधनाको एङ्गलमा हेर्दाखेरि धेरै साधकहरूको कुण्डलीलाई हेर्ने हो भने अब ठ्याक्कै सत्य नै होला कुण्डली भन्ने त अहिले अब हुँदैन छैन होइन। अब मान्छेले अन्दाजमा ती ग्रह राखेर बनाइदिनेको पनि हुने भयो। तर अलिकति अष्टमको केतुले चाहिँ साधनाको लेभलमा, जस्तै त्यति बेला बृहस्पति शुक्र पनि एकदमै शुभ छ भने त्यो मान्छे प्रकाण्ड विद्वान हुन्छ साधनाको माध्यमबाट। साथै केतु चाहिँ अन्य कुन कुन भावमा बस्दाखेरि त्यसले राम्रो फल दिने हुन्छ? जस्तो 8औँमा एउटा भयो। केतुलाई पहिला त अब हामीले डिट्याचमेन्टैको रूपमा बुझ्न पर्यो। कुनै पनि कुरा हामीले आश गर्छौँ केतुको माध्यमबाट भने त्यो प्राप्त हुँदैन। अच्छा होइन, अब यो चाहिँ मलाई चाहिएन है भन्ने जस्तो भएको छ। अब केतु शुभ छ भने अब त्यति बेला चाहिँ प्राप्त हुने भयो त्यो कुराहरू। मान्छेलाई जब छोड्दै जान्छ तब आउँदै जाने भयो। केतुको चाहिँ त्यो हो। जस्तो लग्नमै केतु बस्यो भने के छोड्नु पर्यो त्यो व्यक्तिले? उसले सबै कुरा छोड्नु पऱ्यो। मनमा लालच छोड्नु पऱ्यो पहिलो कुरा त। अब लालच छोड्नु पऱ्यो, मलाई यो चाहियो त्यो चाहियो भन्ने होइन। जति सक्दो अरूलाई दिनुहोस्। त्यस्तो यदि लग्नमा केतु छ भने 5 रुपियाँ 10 रुपियाँ आफूसँग जति छ, एक मुठी चामलै हुन्छ, कसैलाई खाली हातमा फर्काउने त्यस्तो। अच्छा, जहाँ गएर पनि जति बेला पनि कोही आउँछ भने पाहुनालाई पनि सत्कार गर्ने। अब जति दिँदै जानुहुन्छ आफूलाई त्यति हुन्छ लग्नको केतुको त्यो। अनि यस्तो मान्छेमा चाहिँ यदि चन्द्रमा पनि कमजोर छ भने अलिकति डिप्रेसनको सम्भावना चाहिँ प्रबल गराउँछ लग्नको केतुले। तर सँगसँगै चन्द्रमा चाहिँ हेर्नु पऱ्यो। फेरि चन्द्रमा बलवान छ भने उसले मात्रै केही पनि गर्दैन। धेरै योजना बनाउने, गर्ने बेलामा केही पनि गरिरहेको हुँदैन होइन। म एक दिन अरबपति बन्छु सपना हुन्छ मान्छेलाई, तर अब अरबपति कसरी बनिन्छ भने त्यतातिर जाँदैन कि। जोड्दै गर्दाखेरि लग्नमा चाहिँ राहु छ, सप्तममा त केतु हुने भयो। त्यो अवस्थामा व्यक्तित्व र उसो वैवाहिक जीवन दुईटै जोडौँ न होइन। किन लग्नले व्यक्ति जनाइहाल्यो, स्वास्थ्य पनि जनायो, ओभरअल व्यक्तिलाई जनायो, र सप्तमले उसको आफ्नो लाइफ पार्टनरलाई जनायो। अब लग्नमा राहु सप्तममा केतु कस्तो फल हुन्छ होला यसको? अब त्यसमा चाहिँ जस्तै लग्नमा हुने बित्तिकै र अब यता केतु चाहिँ सप्तम हुनेले अब अलिकति डिट्याचमेन्ट, दुईजनाको सम्बन्ध टिक छ भन्न सकिन्न यति बेला होइन। अब सम्बन्ध विच्छेदै भएर जाने भयो भने त्यसले शान्ति दिने त कदाचित भएन होइन। अनि अर्को कुरो यस्तो जातकको दोस्रो सन्तान हुने सम्भावना पनि कम हुन्छ फेरि होइन सप्तम केतु। अब पहिलो हुनेलाई अर्को म्याटर हेर्न पर्यो होइन। अनि अलिक कठिनै हुन्छ। दोस्रो सन्तान चाहिँ हुँदैन, लगभग एउटै मात्रै हुन्छ, भए पनि खेर जान्छ होइन। राहुले त 99% खेर नै जाने हो, मिसक्यारेजको सम्भावना बढाउँछ राहुले चाहिँ। अब केतुले बरु त्यो दुःख दिनुभन्दा बरु हुँदै नहुने त्यस्तो खालको। केतु धेरै दुःख दिने ग्रहमा चाहिँ पर्दैन। जस्तै अब गुरुसँग केतु बस्यो त्यही ठाउँमा गएर भने अब उसको जहिले राम्रो फल हुन्छ केतुको। गुरुको दृष्टि पर्यो भने पनि, दृष्टि पर्यो भने पनि अलिकति पोजिटिभ हुने भयो, तर सँगै युति। दृष्टि भन्दा पनि गुरु र केतुको चाहिँ युति दुईटा सँगै। अब सप्तममै छ भने अब केही नराम्रो भएन, गुरु साथमै भइरहँदा दुईटा मात्रै भयो, अब निचो पनि भइदियो भनेदेखि चाहिँ अब त्यति बेला खराबै गर्छ। गुरु र केतु जुनसुकै भावमा सँगै छन् भने पनि राम्रो हुन्छ। अब गुरु पनि राम्रो हुने भाव हुन पर्यो हुन चाहिँ। जस्तै अब एकादशमा हुने भयो, लग्नमै हुने भयो, केन्द्रमा हुने भयो, त्रिकोणमा हुँदा त गुरुसँग हुँदाखेरि गुरुको भन्दा राम्रो फल केतुले दिन्छ जहिले। अब उसको अन्तर्दशा चलेको बेला अथवा उसको महादशै चलेको बेला हेर्ने हो भने त धेरै नै माथि पुर्याउँछ केतुले पनि। यो नदिने होइन, सांसारिक सुख सुविधा भोगविलास नदिने भन्ने हुँदैन कि। उसले दिन्छ तर उसको दिएको हामीले चाल पाउँदैन। अब लोभ गरी दिएन, अब जब दिन थाल्छ ए दिएछ, अब कसले दिएछ भन्दा अब पछि आफूले विश्लेषण गर्यो भने मान्छे केतुले दिया रहेछ भन्ने कुरो अब सब कोहीलाई त थाहा हुँदैन नि त। जो यही
उसमा चाहिँ त्यसैले थाहा पाउनु। जस्तो केतुले चाहिँ नि जे छोड्यो त्यो थपेर दिन्छ, जेबाट हामी चाहिँ डिट्याच हुँदै जान्छौँ, अनासक्त भाव राख्छौँ त्यसप्रति, त्यसले चाहिँ हामीलाई दिँदै जान्छ। जस्तो लग्नमा स्वयंप्रतिको मोह, लोभ, लालचको त्याग गर्नु पर्यो। यसरी 12वटै भावको हामी सरसर बताउँछ। ल जस्तो द्वितीय भावमा चाहिँ केतु बस्यो भने त्यो व्यक्तिले के छोड्नुपर्छ? होइन, त्यही जहाँनिर द्वितीय भावसँग सम्बन्धित विषयलाई उसले त्यसप्रति मोह राख्नु भएन। त्यस्तो द्वितीय भावमा केतु छ भने अब आफ्नो नाममा मैले जग्गा जमिन धन सम्पत्ति राख्छु, म लुकाएर राख्छु, चेपेर राख्छु भन्नु भएन कि। अब खुल्ला हुनु पर्यो भनेको सबैले पढ्न सक्ने मन खुल्ला। दिमागले सोच्नु भएन कि दिमागले, हाम्रो मन त जहिले पनि सफा छ नि त। जाली चुग्ली गर्ने, यसलाई लडाउँछु यसलाई उठाउँछु भन्ने त हाम्रो दिमाग हो। अनि हामीले दिमागले नसोचौँ, केतुको हिसाबमा चाहिँ मनले सोच्नु पर्यो कि हामीले। यी सब क्षणिक हुनु भन्ने बुझ्नु पर्यो। जुन भावमा बस्यो त्यही ती भावको गुणलाई चाहिँ व्यक्तिले त्यसप्रतिबाट। अब फेरि विडम्बना के छ भने फेरि त्यसैप्रति चाहिँ बढी पहिला आसक्त गराउनु छ केतुले पहिला, होइन? त्यो छोड्नै नसक्ने चाहिँ पहिला बनाउनु रहेछ व्यक्तिलाई, अल्झाउने चाहिँ रहेछ नि त। अल्झाउनेमा पनि यस्तो हो, अब केतुको चाहिँ पहिले त अब हामीलाई यो केतुले मात्रै भन्न मिलेन कि, अल्झाउने त यो संसारै हामीलाई अल्झाउन पठाएको छ नि त, होइन? त्यसैका लागि केतुको दुईवटा कुरा। जबकि केतु अलिकति आफ्नो केन्द्र भावमा छ जहाँबाट चाहिँ आफूलाई प्रत्यक्ष प्रभाव पर्छ, होइन? जस्तै तृतीय भावले हामीलाई मान्छे एकदमै आँट छ, पराक्रम, जोस जाँगर चाहिन्छ भन्ने कुरा त्यो एउटा सेकेन्डरी पार्ट हो कि। त्यो नभए पनि हुन्छ मान्छेलाई। सामान्य स्लो हिसाबमा नि मान्छेले ग्रो गर्न सक्छ, गरी खान सक्छ। त्यहाँ भएकोले प्रभाव पारेन नि त। त्यति बेला चाहिँ दुईवटा कुरामा ध्यान दिनु पऱ्यो। एउटा ध्यान साधना गर्नु पऱ्यो जहिले पनि केतुको लागि। अर्को गणेश भगवानको चाहिँ उपासना गर्नुपर्छ। त्यसले गर्दा चाहिँ केतु एकदमै राम्रो भएर जान्छ। हनुमानजीको विशेष गरी त गणेश भगवान। जस्तो मैले के देखेँ व्यक्तिहरूको भने त्यो कुण्डली विश्लेषण गर्दै गर्दाखेरि अहिले मैले त्यही भएर जोडेको थिएँ। जसको लग्नमा केतु छ ऊ आफूप्रति अत्यन्त आसक्त भावले बसेको छ। म र मेरोमा अल्झेको देखेँ। जब त्यो छोड्नु पऱ्यो नि त्यसको फल पाउनलाई त। अनि सप्तममा केतु हुनेको चाहिँ फेरि मेरो श्रीमान मेरो 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 भन्ने अल्झिँदाखेरि पीडा भएर देखिरहेको छु कि। त्यो अब पीडा अल्झाए चाहिँ केले त्यहाँ केतुले अल्झायो कि अन्य ग्रहले त्यहाँ अल्झायो होला? त्यो दुइटैको भूमिका हुनसक्ने भयो। केतु त्यहाँ निजको भएर बसेको पनि हुनसक्ने भयो। त्यस्तोलाई व्यवहारले कहिले छोड्दैन। अब चाहिँ म एकतिर साइड लगाएर केही गर्छु भन्न खोज्छ, उसलाई छोड्दैन। एकजना पछि अर्को जिम्मेवारी। अनि उसले क्षणिक 5 मिनट त्यस्तो मान्छेहरू यदि लग्नमा केतु हुने मान्छेहरू अरू केही नगरेर एकान्तमा बसेर रोएर कराएर चिच्याएर आफैलाई हानि पुर्याएर पनि उनीहरूले आफूलाई शान्त गराउने हुन्छ, होइन? धेरै एक्सप्रेस गर्दैन। उनीहरूले एक्सप्रेस नगरेपछि जति कुण्ठा हुन्छ त्यो आफैलाई मात्रै भन्ने, यो भित्तालाई सुनाएर मात्रै त मान्छेको समाधान हुँदैन। त्यसले गर्दा त्यता जाने भन्दा पनि यसको चाहिँ के हो त रेमेडिज भन्नेतिर त्यसलाई चाहिँ फलो गर्यो भने तुरुन्तै फेरि आज जाने मङ्गलबार एक दिन गणेशजीको पूजा गर्ने भोलिपल्ट राम्रो भइहाल्छ भन्ने पनि होइन। यसलाई निरन्तरता दिन सक्नु पर्यो है। अब त्यो भएर समग्रमा चाहिँ के छ भने यो राहु र केतु दुईटैले अहिलेको सन्दर्भमा यो सबै मान्छेहरूलाई एकैचोटि माथि उठाउने, सही बाटोमा ल्याउने भूमिका चाहिँ यिनीहरूको एकदमै हुन्छ। फास्ट दिने भयो। तर अब कसरी मोबिलाइज हुने भन्ने कुरा हो। जस्तै अब केतुलाई स्ट्रङ गराउने एउटा पाटो हो, होइन? अनि आफूले राहुलाई स्ट्रङ गराउने अर्को पाटो हुन्छ होला, होइन? सबैभन्दा त अब धेरै खालका यो गर्ने त्यो गर्ने भनेर मान्छेले बताइरहेको हुन्छन्। जस्तो त्यो राहु खराब स्थितिमा छ भने त्यसलाई स्ट्रङ गर्ने कि नगर्ने, शुभ स्थितिमा छ त्यसले शुभ फल दिइरहेछ है भने जस्तै आफ्नो अनुकूल भावमा बसेको छ, अनुकूल राशिसँग बसेको छ, या अनुकूल ग्रहसँग सम्बन्धमा छ, युति सम्बन्धमा या दृष्टि सम्बन्धमा छ भने एउटा राम्रो राहु, एउटा खराब राहु, राहु आफै खराब भएर बसेको स्थिति भनौँ न, जुनसुकै भावमा होस्, त्यो अवस्थामा गर्ने उपाय चाहिँ के फरक हुन्छ?
होइन यो उपाय गरेर त्यसको इनर्जी बुस्ट मात्रै गर्ने भन्दा पनि त्यसलाई चाहिँ ब्यालेन्स गर्ने हो। ब्यालेन्स गर्ने ब्यालेन्स गरिसकेपछि राम्रै कुरा पनि धेरै भएको त राम्रो हुँदैन नि त होइन। अति नै भयो मान्छेलाई तुरुन्तै भयो भने त्यो पनि थेक्न सक्दैन, नराम्रो पनि। त्यही भएर ब्यालेन्स गर्ने हो। अब सबैभन्दा त आफैले सकिन्छ भने यसको मन्त्रको जाप गर्ने होइन, योसँग सम्बन्धित दानहरू गर्ने थोरै दिन। त्यो शुभ अवस्था भए पनि अशुभ अवस्था छ भने पनि त्यसले आफूलाई दुःख दिइरहेको छ भने पनि उपाय गर्नु पर्यो। त्यसले आफूलाई लाभै दिइरहेछ भने पनि उपाय चाहिँ गर्नु पर्यो। त्यो त झन् राम्रो नि। अच्छा, झन् राम्रो हो। मान्छेलाई आज 2 भइरहेछ भने भोलि 4 हुन सक्ने भयो नि त। त्यति बेला पनि उपाय गरियो भनेदेखि। अब नराम्रो भएको बेला मात्रै हामी खोज्छौँ होइन। नराम्रो भयो आपत पर्यो भने मात्रै भगवान् खोज्ने, ग्रह दशा के रहेछ हेर्ने भन्ने। तर यो त जति बेला पनि त्यही इनर्जीले हामी चलिरहेछौँ भनेखेरि यो इनर्जीलाई चाहिँ हामीले इन्कार चाहिँ गर्न हुन्न कि। अब त्यसो भए जस्तो राहु ग्रहको निमित्त चाहिँ हामीले कुनै देवताको उपासना गर्नु पर्यो भने सबैभन्दा उपयुक्त देव कुन हुन सक्छन्? अब यसरी बुझ्नु पर्यो, ठ्याक्कै पर्टिकुलरली जाने विषय एउटा छ होइन। अब सबै ग्रहलाई ठ्याक्कै ब्यालेन्स गरेर जाने हो भने शिवजीको उपासना गर्ने सबैभन्दा राम्रो। त्यो भए सबै ग्रहको छोयो। त्यो ओम नमः शिवाय भन्ने ठ्याक्कै पञ्चतत्त्वलाई ब्यालेन्स गर्ने मन्त्र भयो, पञ्चाक्षरी मन्त्र होइन। अनि अर्को कुरा के भनेदेखि पहिले ग्रह चाहिँ बलवान कुन छ र कसले आफूलाई ठ्याक्कै ड्राइभ गरिराखेको छ। म चाहिँ राहु नै ड्रिभन हो कि होइन, मलाई अरू ग्रहले ड्रिभन भएर यो चाहिँ म साइडमा मात्रै यसको भूमिका छ भनेदेखि त्यो ग्रहलाई बलवान बनाउने, त्यसलाई चाहिँ पोजिटिभ बनाउने, त्यसलाई ब्यालेन्समा राख्नेतिर जानुपर्छ। र अर्को कुरा भनेको जस्तै अब लग्नेश सबैभन्दा महत्त्वपूर्ण भनेको एउटा एङ्गलबाट हेर्दा फेरि अब यो पराशरीय सिद्धान्तले चाहिँ फेरि आत्मकारक चाहिँ मेन हो है होइन। त्यसैको पछि कुद, आत्मकारकको पछि कुद भनेर। अनि अब ठ्याक्कै त्यो जुन छ पहिला त्यसलाई महत्त्वमा राखेर अनि त्यस पछाडि साधना गर्ने, उपाय गर्ने, पाठ पूजा गर्ने, त्यतातिर लाग्नुपर्छ। फेरि सधैँ चाहिँ पाठ पूजाले मात्रै अब मान्छेले भनिरहेको तपाईँलाई सकिरहेको हुन्छ, धेरै सुन्नमा पाउनुहुन्छ, यो स्क्यामै पनि चलेको छ। जस्तो अझ यो पाठ पूजा विषयमा पनि एउटा के धारणा रहेछ भने शास्त्रीय धारणा, सप्तम भावमा बृहस्पति बसेको छ भने त पूजा पाठमा धेरै जानु पनि हुँदैन, मठ मन्दिर भन्ने पनि रहेछ नि होइन। यस्तो ठ्याक्कै बृहस्पतिको चाहिँ उसैको दशा चलेको छ, उच्चको बृहस्पति छ, सप्तम हो, अब चतुर्थ दशम यसमा पनि होइन। पूजापाठ गर्नु भएन, त्यति वर्ष पूजापाठै नगर्ने, तपाईँको आम्दानी भइरहेको हुन्छ, कमाइ भइरहेको हुन्छ, तपाईँ पाठ पूजा गर्न थाल्नुहोस् बन्द। आश्चर्य हुन्छ होइन। जो देवगुरु शुभ ग्रह होइन, देवताका गुरु, यो यस्तो ठ्याक्कै बृहस्पति भने चाहिँ यसरी बुझौँ, यसलाई चाहिँ अनर्थ चाहिँ नलागेको होस्। तर यो चाहिँ कस्तो भने जोगी माग्ने ग्रह हो कि। अच्छा होइन, माग्ने जोगीलाई के हुन्छ, आज चाहिँ 2 माना चामल ल्यायो भने बेलुका छाक टर्छ भन्ने हुन्छ होइन। अनि केही कथम 4 माना भयो भने ऊ त खुसीले संसारै जिते जस्तो हुने भयो नि त होइन। उसलाई पोस्ट गर्दै जाँदा चाहिँ 2 माना 4 माना हुने भयो। उसले बुढीले आएर गफ दिने भयो, उसले अब 2 माना ल्याएको भने त भोलिसम्मलाई पुग्ने मैले ल्याएँ भन्ने भनेको। अब उसले चाहिँ ठ्याक्कै धन सम्पत्ति भन्दा पनि उसलाई चाहिँ ब्यालेन्समा मात्रै राख्ने, धेरै माथि चढाउने होइन। किनभने कारक त धेरै ठाउँमा छ नि त, गुरु त बाबुहरूको कारक त। अनि ऊ चाहिँ त्यसरी अब अध्यात्मैमा लाने, मान्छेलाई चाहिँ साधनैतिर लाने, मुक्तितिर लान त प्लस गुरुको कृपा भएन भने त अरू ग्रहबाट त हुँदैन नि त। यो संसारमा हामी आउनुको पनि अन्ततोगत्वा के हो त लक्ष्य भन्दा यो संसारबाट मुक्ति पाउने होइन। वैरागमा त अन्य ग्रहले लैजाला, तर त्यो फेरि सद्ज्ञान त प्राप्त हुँदैन नि त होइन। गुरुको कृपा छैन भने हुँदैन। ऊ त्यतापट्टि भड्केका जोगीहरू जस्तो मात्रै हुने भयो, योगी नभएर जोगी हुने भयो। त्यतापट्टिको भएको कारणले उसले चाहिँ ठ्याक्कै अब यो सांसारिक सुख सुविधा आफू बलवान छ भने उसले दिन खोज्दैन कि। त्यो चाहिँ नकारात्मक नभएर सकारात्मकता नै हो। 1000वटा गाडी जोडे पनि हामीले अन्तिममा छोडेर जाने, लाने त केही पनि छैन, पाप र पुण्य मात्रै। त्यो भएको कारणले त्यो हिसाबले हामीले पूजापाठ गर्दा पनि आफ्नो ग्रह अनुकूल पूजापाठ गर्नु हो, घरमा आफूले गर्ने कि। र यो हाम्रो कार्यक्रम हेर्दै गरे दर्शक मित्रहरूलाई चाहिँ जस्तो
अहिले त धेरै व्यक्तिहरूले चाहिँ यसो हेरिरहनुहुन्छ नि त, सोसियल मिडियामा पनि आइरहेको हुन्छ। त्यो व्यक्तिले ठ्याक्कै आफ्नै कुण्डली हेरेर म चाहिँ कुन ग्रहद्वारा ड्रिभन रहेछु भन्ने थाहा पाउने एउटा दुइटा पोइन्ट भन्नु। जस्तै यस्तो अब यो कुण्डली हेरेर आउने भिडियोको सम्बन्धमा चाहिँ मान्छेले आफूलाई अनुकूल हुने गरी बनाएको छ, न कि श्रोतालाई के दर्शकलाई श्रोतालाई अनुकूल हुने गरी बनाएको छैन। यहाँ चाहिँ सही सन्देश दिँदा भन्दा पनि कसरी म्यानिपुलेट गर्न सकिन्छ, मान्छे कसरी भ्रमित हुन्छ, त्यस पछाडि आफ्नो व्यवसाय कसरी चल्छ भन्ने एङ्गलमा पनि गइरहेछन्। हुन्छ अब जस्तै म रोक्या हुन्छ, त्यहाँ लेखा हुन्छ कि रातारात करोडपति हुने 4 राशि होइन। अब यो अनि यी धेरै खालका आइरहेछन्। तर आफूले म चाहिँ कुन ग्रहद्वारा ड्रिभन छु भनेर अब आफ्नो कुण्डली आफै अध्ययन छैन भने विश्लेषण गर्न सकिँदैन होइन। अनि म यो राशिको रहेछु, यो राशिको यस्तो हुन्छ अरे भनेर पछि कुद्ने, कहिले चाहिँ अब यसो हेर्ने लग्न कुण्डलीसम्म यसो हेर्न थाहा पाइयो भने अनि लग्नबाट हेर्दा फलानु भावमा यो छ भनेपछि चाहिँ यस्तो हुने रहेछ, त्यो हुँदैन नि। उसको अवस्था कस्तो छ त्यसले हुने भयो। पहिलो चाहिँ अब के हेर्नुहोस्, यदि तपाईँहरूलाई कुन ग्रह कहाँ उच्च हुन्छ, कति डिग्रीमा उच्च हुन्छ भन्ने थाहा छ भने पहिला हेर्ने कि उच्च कुनै ग्रह उच्च छ कि छैन त्यो हेर्न पर्यो। यदि उच्च भएर पनि कुन भावमा बसेको छ त्यो कुरा हेरिसकेपछि पहिलो त्यो कुण्डली चलाउने समग्र भनेको चाहिँ एउटा लग्नेशले अर्को आत्मकारकले दुईवटा सिद्धान्तबाट हेरियो भने। तर पनि जुन ग्रह उच्च छ त्यही नै बलवान हुने भयो, पुरै कुण्डलीको बलवान चाहिँ त्यो हुने भयो। अनि आफू त्यही अनुसार चाहिँ गइयो भने। तर फेरि त्यही कुण्डलीमा फेरि जो ग्रह उच्च छ त्यो मारक भइदियो भने होइन। अब यस्तो मारक भएको स्वामी पनि हुनसक्छ नि त कहिले कहिले, मारक भएको स्वामी पनि हुनसक्छ। अब त्यसलाई चाहिँ ब्यालेन्सली जानु पर्यो। अब त्यस्तो अवस्थामा चाहिँ त्यही भएर त आफैले चाहिँ जस्तो सप्तम भावको स्वामी चाहिँ मङ्गल छ अरे, मतलब 8 लेखेको छ, वृश्चिक राशिको छ होइन। अब त्यहाँ त मङ्गल त के हुने भयो, मारक हुने भयो। 12औं भावको नि स्वामी हुन्छ, त अति मारक भएछ। अब त्यही मङ्गल चाहिँ उच्च भएर बस्थ्यो कतै गएर भने। अब त्यही हिसाबले चाहिँ मङ्गललाई चाहिँ ब्यालेन्स गर्ने आफूले रेमेडिजहरू सँगसँगै गर्दै जानु पर्यो सुरुदेखि नै होइन। अब सबै उग्रतालाई कम गराउनु पर्यो, उग्रतालाई चाहिँ कम गराउनु पर्यो, ब्यालेन्समा ल्याउनु पर्यो। त्यसको एनर्जीलाई अलिकति डाउन गराउने उपाय गर्दै जानु पर्यो। अनि त्यसैको पछि मात्रै दौडिनु भएन। अब त्यस पछाडि कर्म कुनले दिइरहेछ होइन। अनि अलिकति धेरै कुरो त मान्छेको जिन्दगीको 70-80% कुरा लकै हुन्छ। ठ्याक्कै कुनै संजोगले कहिलेकाहीँ मान्छेको जिन्दगी एक दिनको एकजना मान्छेको भेटले कहिलेकाहीँ चेन्ज भएर जान्छ नि, त्यो त लक हो नि त, भाग्य नै हो नि। जस्तो भनौँ न, काठमाडौँको जग्गा आजभन्दा 50 वर्ष अघिसम्म केही मूल्य थिएन, जस्तो हाम्रो गाउँको थियो त्यस्तै थियो होला। अब यहाँ काठमाडौँमा जति पनि जग्गा धनीहरू थिए, सहर मानिस पनि धनी भए कुनै कर्म गरेको छैन नि त, जग्गा धनी भए केही गरेको छ। ठ्याक्क तपाईँको जग्गाको कुरा हजुरले भन्ने बेला यता क्यामेरा निलो ए ठिक छ। अब सकिन पनि अब सक्दिन्थ्यो। उता पनि ठिक छ, निभा छ, उता ठिक छ, उता चलिरहेको हो र क्यामेरा। अब हामी निष्कर्षमा जाउँ नि त, ठ्याक्क सक्यो होइन। अब ठ्याक्क तपाईँले क्वेसन सोध्नु भएको थियो, यहाँ हाम्रो सरले ठ्याक्क त्यसको एन्सर दिँदा मिल्छ है कुरा। भाग्य थियो, गाउँघरमा जग्गा हुन्छ, त्यहाँबाट सुरु गर्नु ल। हजुरले बोल्नु पर्यो। सबै कुरा भाग्य हो, भाग्य हो। त्यस सबै कुरा भाग्य नै सुरु गर्नु न। काठमाडौँको जग्गा भन्नु हुन्थ्यो, हजुरले भन्दै हो भने त ल हुन्छ, म भनौँ सुरु गरौँ त, गरौँ। सबै चिज भाग्य। त्यही त, जस्तो मानिसले भन्छन् भाग्यवादी बन्नु हुँदैन। अब गधा जति मेहनत त कसले गरे हुन्छ र, होइन त, धेरै मेहनती हुन्छ गधा। तर बुद्धि लाउँदा लाउँदै मान्छे पछि परेर देखिन्छ नि यो समाजमा। कसैको अचानक भाग्य उदय भइरहेको हुन्छ। अब उदाहरण लागि हेरौँ न, गाउँघरको जग्गा र काठमाडौँको जग्गाको मूल्य कुनै समय एउटै थियो, तर गाउँघर जग्गा अहिले पनि त्यही मूल्यमा छ, थोरै बढ्यो होला, यहाँ 100 गुणा बढी वृद्धि भइसक्यो। अब जसको जग्गा यो सहरमा थियो उसको त भाग्य पल्ट्यो नि त, होइन र। त्यो पनि भयो। अब त्यसमा पनि अब त्यही परिवारमा जन्मिने बच्चा त्यही टाइममा गाउँमा पनि जन्मिया होला नि त अरू होइन। अब त्यो भाग्यशाली यता जन्मियो, यसै केही नगरी चाँदीको सुनको चम्चा लिएर जन्मियो होइन, उहाँ हुनेले दुःख पाउने भयो।
होइन। अस्ति भर्खर एउटा अक्षय कुमारको पनि भिडियो मैले हेरेको थिएँ कि उहुँ, उसले पनि त्यो एउटा इन्टरभ्यूमा भनिरहेको थियो कि यो 70% 80% कुरा चाहिँ लकै हुँदो रहेछ जिन्दगीको। हो मभन्दा धेरै राम्रा कलाकारहरू छन् यहाँ इन्डस्ट्रीमा, तर मैले जुन चान्स पाएँ त्यो अरूले पाएन पाएन। होइन। अनुपम खेर र उसको दुईजनाको संवाद थियो कि। हो 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 अनि अब जो मान्छे मैले भेटाएँ संजोगले त्यो मान्छे अरूले भेटाउन सकेन, त्यो केले गराइरहेछ? त्यो भाग्य नै भयो। पूर्वजन्मको कर्मले लकले गराइरहेछ। तर कुण्डली हेर्दै गर्दाखेरि यो मान्छे भाग्यको भरमा चल्न योग्य छ कि कर्मको भरमा भन्ने फेरि त्यहाँ देखिन्छ नि होइन। देखिन्छ। त्यसैले कुण्डली विश्लेषण गर्नु चाहिँ जरुरी छ। छ। अब भाग्यले नै कहिलेकाहीँ तिमी बसी बसी आइदिन्छ भन्ने अवस्था रहन्छ क्या मान्छेको। अब एउटा बच्चाको कारण भाग्यले अरू सबै परिवारले आफ्नो जीवन चलाइराखेको अवस्था पनि हुन्छ, हुनसक्छ। हो हो हुनसक्छ। अब किनभने उसको भाग्य त्यस्तो लिएर आइदियो भने